ढोलक हार्मोनियम त्रिपाल पनि रहेछ सब आफ्नै सेट छ। हजुर मतलब उहाँलाई तीन चीज हामी खोज्छौँ। जय श्री वैकुण्ठनाथ। दर्शक हामी अहिले विराटनगरमा आएका छौँ। विराटनगरमा हाम्रो बिचमा भिकमचन्द सरलजी हुनुहुन्छ, हाम्रो श्रीहरि सत्सङ्ग समितिको केन्द्रीय राष्ट्रिय अध्यक्ष र उहाँले चाहिँ यो बडा राम्रो काम गर्नुभएको छ र हाम्रो बिचमा अशोकजी पनि हुनुहुन्छ र यसरी रथको यहाँ तयारी गर्नुभएको छ, रथलाई व्यवस्थापन गर्नुभएको छ र यहाँ भित्रपट्टि करिबन 3 जना व्यक्ति बस्न सकिन्छ, अगाडिपट्टि हजुरको गुरुजी सहित दुईजना व्यक्ति बस्न सकिन्छ र यस रथमा चाहिँ हजुरको यहाँ चाहिँ रामदरबार भगवान् रामलाई यहाँ स्थापना गर्नुभएको छ, हनुमानजीलाई स्थापना गर्नुभएको छ, लड्डु गोपालजीलाई स्थापना गर्नुभएको छ र यसै गरेर यहाँ चाहिँ शिवलिङ्गलाई पनि यहाँ शिवजीलाई पनि स्थापना गर्नुभएको छ र यो बिहान बेलुकै यसको सेवा पूजा समाराधन हुन्छ र यसरी यो चाहिँ रथ बडा दिव्य भव्य माथिपट्टि रथकै आकारमा मन्दिरकै आकारमा यो रथ बनाइएको छ र यसरी हामीले कहीँ पनि जाँदाखेरि उहाँहरूको बहुतै अत्यन्तै राम्रो यो नेपाल अधिराज्यभरि धार्मिक जागरण अभियानको लागि नै यो रथ तयारी गर्नुभएको छ र हामीलाई के भन्नुभएको छ भने यो रथलाई कहीँ पनि लान सकिन्छ, हामीले कुनै भाडा लिँदैनौँ, तर के भने गुरुजीलाई बस्नको लागि र प्रसादको लागि व्यवस्था र साथै गाडीमा इन्धन मोबिलहरू केही लाउनुपर्ने अवस्था भयो भने त्यो चाहिँ अवश्य पनि जसले लान्छ आयोजकहरूले उहाँहरूले खर्च गर्नुपर्ने छ भन्ने किसिमको कुराहरू जानकारीमा आएको छ। तसर्थ यो देख्दाखेरि ज्यादै खुसी लाग्यो, ज्यादै आनन्द लाग्यो र यस्ता कामहरूले अवश्य पनि हाम्रो धार्मिक जागरण हुनेछ र हामीले मुक्तिनाथको लागि यो चैत्र महिनाको 28 गते मुक्तिनाथ जानको लागि हामीले यहाँ हाम्रो राष्ट्रिय अध्यक्ष जो हुनुहुन्छ उहाँसँग हामीले कुराकानी गर्दाखेरि हुन्छ म तपाईँलाई माइधारमा 24 गते पठाइदिन्छु, त्यस पछाडि 28 गतेसम्म मुक्तिनाथ बसेर आउन सकिन्छ भनेर उहाँले भन्नुभएको छ। त्यसर्थ म यहाँहरूलाई यो श्रीहरि सत्सङ्ग समितिलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूले हामीलाई यो अत्यन्त पावन रथ दिनुभएको छ, यो रथको लागि पनि हामी आभार व्यक्त गर्न चाहन्छौँ र यस्तो धार्मिक कार्यक्रमको लागि उहाँहरूले यो गर्नुभएको जुन योगदान हो अत्यन्त प्रशंसनीय छ र म अध्यक्षज्यू हजुरलाई पनि मुक्तिनाथमा 1.25 करोड बत्ती प्रज्वलन गर्ने कार्यक्रम रहेको छ, त्यसमा सरिक हुनको लागि मैले निम्तो गरेँ। कस्तो छ हजुरको समय के छ र यही गाडीमा यदि अनुकूल पर्न सक्छ हजुरलाई भने अगाडिपट्टि बसेर हजुरको नेतृत्वमा यो गाडी अगाडि जान सक्यो भने अति राम्रो हो र त्यहाँ पनि धेरै भक्तहरू जाने कार्यक्रम रहेको छ र हजुरलाई मैले चुले निम्तो गरेँ। मिलाउँछौँ त्यसले। हवस् हवस्। अशोक बाबुलाई पनि मैले यो यदि सम्भव हुनसक्छ भने मुक्तिनाथमा 1.25 करोड बत्ती प्रज्वलन कार्यक्रम रहेको छ। यो एउटा चाहिँ वैकुण्ठनाथ दिव्य धामको तर्फबाट र साथै हाम्रो एउटा समाजसेवी अभियन्ता भर्खरको युवा हुनुहुन्छ हरिभाइ हरिमहत, उहाँहरू हामीहरू दुईजना भएर अरू पनि संस्थाहरू मिलेर एउटा चाहिँ बृहत कार्यक्रम गर्नको लागि तयारीमा लागिरहेका छौँ र यसमा धेरैजना मान्छेहरू जाने यस्ता कुराहरू छन्। त्यसर्थ हजुरलाई पनि र हजुरको परिवारलाई पनि साथमा जानको लागि मैले निमन्त्रण गरेँ।